को चुनावमा तपाईले भोट हाल्दा दुईवटा मतपत्रमा भोट हाल्नुपर्ने हुन्छ। एउटा तपाईको निर्वाचन क्षेत्रको प्रत्यक्ष उम्मेदवारलाई हो भने अर्को चाहिँ तपाईलाई मनपर्ने दलको लागि हो। हाम्रो पार्लियामेन्टमा 275 सिट छन्। तीमध्ये 165 सांसदहरू 165 वटा निर्वाचन क्षेत्रबाट डाइरेक्टली विजयी भएर आउँछन् भने बाँकी 110 जना चाहिँ पार्टीले समानुपातिक तर्फ ल्याएको भोटको आधारमा पार्टीहरू बीच विभाजित हुन्छन्। अब मैले यो नेतालाई हराएँ भन्ने बित्तिकै प्रधानमन्त्री भएँ भन्ने हुँदैन। प्रधानमन्त्री बन्न या सरकार बनाउनका निम्ति प्रतिनिधि सभामा बहुमत यानि कि मेजोरिटी चाहिन्छ, यानि कि 275 सिट्स मध्ये 138 सिट्स चाहिन्छ। अब कुनै पार्टीले 138 सिट्स ल्यायो भने त्यो दलले नै अघि सारेको व्यक्ति प्रधानमन्त्री बन्छन् भने बहुमत नल्याएको खण्डमा 2 या सोभन्दा बढी दलहरू मिलेर सरकार बनाउन पाउँछन्। नेपालमा प्राय सधैँ यस्तै नै हुँदै आएको छ। प्राय सरकारहरूमा 2 या बढी दलहरू हुन्छन्। यसरी संसदको गणितले नेतृत्व मारिरहेको हुन्छ, किनकि हाम्रो संसद यस्तो बनाइएको छ जहाँ बहुमत कसैलाई सजिलै आउँदैन। परिणाम के हुन्छ त भन्दा चुनाव अगाडि दुश्मन, चुनावपछि साथी। जनताले मत विचारका आधारमा दिन्छन् तर सरकार सम्झौताका आधारमा बन्छ। यही कारण हो हरेक प्रधानमन्त्री अस्थायी हुन्छ, हरेक सरकार कमजोर हुन्छ। अनि हामी अचम्म मान्छौँ, किन नीति स्थिर छैन, किन सरकार फेरिरहन्छ, किन प्रधानमन्त्री पालैपालो हुन्छन्। समस्या व्यक्तिमा पनि छ, तर त्योभन्दा ठुलो समस्या यस्तो संसद हो जहाँ नेतृत्व संख्याले होइन बार्गेनिङले तय हुन्छ। धेरै लामो समयपछि प्रधानमन्त्री पदका लागि नयाँ अनुहारहरू त देखिएका छन्, तर उनीहरूका लागि समस्या या प्रतिस्पर्धी एकअर्का होइनन्। खास समस्या यो ट्र्याक नै हो। ट्र्याक यस्तो छ जहाँ बहुमतको फिनिसिङ लाइन नै छैन। त्यसैले हरेक दौड रिलेमा बदलिन्छ र हरेक रिलेमा जवाफदेहिता हराउँछ। यो चुनावमा को छिटो दौडिन्छ भन्ने होइन, प्रश्न यो हो कि हामी सधैँ अधुरो दौडिरहने हो कि अब नयाँ ट्र्याकको माग गर्ने हो। भ्रष्टाचारी पार्टीहरूलाई धुलो चटाउने हो, खुद्रा खाद्री पार्टीहरूलाई साइड लगाउने हो। यस पटकको चुनावमा हामी